as usual, I'm late. You guys know that. So like a round tour of my university, and it doesn't provide SSX or टर्ने छ इन्टर्नशिप दिन भन अब यहीँको स्टुडेन्टहरूलाई चाहिँ बढी प्राथमिकता दिएर हो भनेदेखि चाहिँ त्यो एउटा अपर्च्युनिटी छ। Hi guys, welcome back to my channel. Okay, welcome back guys. And so I'm gonna start this video with an like big apologize. Big sorry. Of course, my like easy language here. Ekdam sorry. किनभने मैले यो comment चाहिँ I forgot about this comment. मैले चाहिँ एकजना commenterलाई चाहिँ I just promised to work on this video and I didn't. अनि म चाहिँ like एकदम bad feel गर्दैछु किनकि मैले यो भिडियो मेरो दुईटा अपलोड भएको भिडियो भन्दा अगाडि अपलोड गर्नुपर्ने थियो। अनि so this video is all about our university's on campus jobs rather off campus त नसोचौँ स्ट्याटस हैन अनि कस्तो चाहिँ रेशियो छ लाइक इन्टर्नशिपहरुको बारेमा अनि जब्सहरु आफ्नो अपर्च्युनिटीहरु चाहिँ कति छ यो युनिभर्सिटीमा हामीले पाउन सक्ने। So today this video is all about those things. So firstly, like I'm going to my university as usual. I'm late. You guys know that. So I don't need to tell you like in my every vlog. So I'm heading towards my university and I'm gonna like give you like a round tour of my university and kun sector like you can like work, you have like opportunities in that sector. I'm gonna show that all to you guys. I know they were please stay till the end of this video and not to get all the information regarding your curiosity and English on so guys मेरो बस छुट्टिन्छ अझै पनि म बोल्दै हिँड्ने भने चाहिँ त्यही भएर I'm gonna catch my bus and head towards my university त्यही भएर भिडियो कन्टिन्यू हुन सक्छ अनि लाइक सबै कुरा देखाइसकेपछि चाहिँ नि I'm gonna sit down, get relaxed, get a cup of water भनेर के अनि त्यसपछि हजुरहरुलाई चाहिँ म हरेक कुरा चाहिँ लाइक स्टेप बाइ स्टेप हजुरहरुलाई चाहिँ नि बुझाउने छु। So till then, see you. So यो चाहिँ हाम्रो युनि एरियाको म्याप भयो अनि लाइक यहाँदेखि चाहिँ हाम्रो युनिको लाइक ड्राइभ भिडियो लाइक सुट ड्राइभ भिडियो चाहिँ स्टार्ट भयो हैन। अब हाम्रो युनि चाहिँ हजुरले देख्न सक्नुहुन्छ क्या लाइक कति चाहिँ स्क्वायर फुट लाइक कति एरियामा छ अनि कस्तो चाहिँ छ वरिपरि कस्तो के सोच्नु भएको छ र कस्तो चाहिँ छ भने चाहिँ लाइक इट्स क्लियरली सोन हैन। अब सबैजना क्युरियोसिटी त हुन्छ नि त अब कस्तो चाहिँ होला कस्तो देख्छ होला कहाँ हामी गएर कहाँ हुन्छौँ होला। सो दिस भिडियो shows you whole around the university and keep watching this. Here comes the library of our university. हजुर चाहिँ यो युनिमा आइसकेपछि म्याक्सिमम नेपालीलाई चाहिँ यही लाइब्रेरीमा बसेको पाउनुहुन्छ हैन। तर यहाँ चाहिँ नि we need to be quiet नि त यो लाइब्रेरी हो नि त भन्ने देखा जोक्स साइड हैन। यो हाम्रो लाइब्रेरी भइहाल्यो अनि हाम्रो लाइब्रेरी पनि त्यति साह्रो ठुलो छैन के। अब हजुरले देख्न सक्नुहुन्छ कति एरियामा छ अनि कस्तो के छ यतिकै थाहा हुन्छ नि त। So you can watch this clip too. Finally, here comes my favorite area. This is cafeteria area. Just because here is food, and
यो क्यान्टिनमा चाहिँ हामीले चाहिँ $5 पे गरेर खानुपर्छ यु गाइज नो मैले धेरैचोटि भनिसकेँ अनि यु क्यान वाच दिस टु आफ्टर द्याट यो चाहिँ हाम्रो युनिको लाइक वरिपरिको एरिया लाइक वी क्यान सी द इन्भाइरोमेन्ट होइन हाउ इट इज आई गिभ यु गाइज प्रिभ्यू होइन लाइक मैले चाहिँ हजुरहरूलाई चाहिँ लाइक भिडियो क्लिपहरूको थ्रुबाट देखाएँ कि हाम्रो युनि चाहिँ लाइक पार्टिकुलरली लाइक पार्सली कस्तो चाहिँ छ हाम्रो युनि अनि लाइक कत्रो चाहिँ छ त्यो अनि कुन चाहिँ स्पेसिफिक एरियाहरू चाहिँ जुन छ लाइक सपोज लाइक आई सोड यो लाइब्रेरी अनि त्यसपछि गएर अनि क्यान्टिन एरिया अनि त्यसपछि गएर ओभरअल आउटसाइड अफ द युनिभर्सिटीको भ्यू मैले त्यो चाहिँ हजुरहरूलाई देखाएँ होइन अनि अब हजुरहरूले चाहिँ लाइक बुझ्नुपर्ने कुरा के छ भन्दाखेरि चाहिँ हामी अहिले जुन युनिमा आएको छौँ त्यो युनि चाहिँ नि लाइक एकदम धेरै इन्टरनेसनल स्टुडेन्टहरू भएको युनि चाहिँ होइन लाइक इन्टरनेसनल स्टुडेन्ट भन्नाले हामी नेपालीहरू प्लस नाइजेरियन अनि उनीहरूकै यहाँको रेजिडेन्टहरू चाहिँ लाइक म्याक्सिमम छन् लाइक फार फ्रम नेपाली आई डोन्ट नो 1-2जना कोही होला अरू युनिभर्सिटीहरू जस्तो चाहिँ एकदम धेरै इन्टरनेसनल स्टुडेन्टहरू भएको जस्तो लाइक हुन्छ नि त्यस्तो युनिभर्सिटी छैन त्यही भएर हामीले फर्स्ट सुरुमै यो कुरा सुनेर नि एक्सपेक्टेसन चाहिँ हल्का लो गर्नुपर्छ होइन अनि अर्को युनि भनेको अर्को कुरा भनेको हाम्रो युनि होइन एकदम लाइक सानो एरियामा छ भनौँ न लाइक इट्स नट लाइक हुन्छ नि ठुल्ठुलो बिल्डिङहरू ठुल्ठुलो युनिभर्सिटीहरू हुन्छ नि त्यस्तो खालको छैन सानो एरियामा छ अनि इट्स स्मल होइन अरू युनिभर्सिटीको हुन्छ नि अरू युनिभर्सिटीको कम्पेरिजनमा चाहिँ यो एकदम सानो युनिभर्सिटी हो होइन सानो युनिभर्सिटी भइसकेपछि के हुन्छ अर्को सानो अपर्च्युनिटिजहरू पनि कम पाइन्छ होइन कम अपर्च्युनिटिज लाइक एनी काइन्ड अफ अपर्च्युनिटिज होइन इन्टर्नसिपदेखि लिएर जबसम्मको लागि होइन अब केही गरी हाम्रो युनिले चाहिँ नि अन क्याम्पस जबहरू चाहिँ हामीलाई अभाइलेबल गरेको भए चाहिँ अहिले हामी यो अहिले नै आएको यो हुन्छ नि फ्रेसम्यानलाई त ल दिएन लाइक सेकेन्ड इयर्स लाइक हुन्छ नि सेकेन्ड सेमेस्टरसम्म मात्रै पनि अन क्याम्पस जबहरू एभाइलेबल गराइदिएको भए चाहिँ इट विल बी सो इजी फर अस होइन तर त्यो चाहिँ अहिले छैन हाम्रो युनिमा चाहिँ नि क्लियरली भन्नुपर्दाखेरि अहिले अन क्याम्पस जब्सहरू चाहिँ छैन अब हजुरहरूले अन क्याम्पस जब अरू युनिभर्सिटीमा पाउने भनेको कि क्यान्टिन एरियामा होइन कि त्यो प्यान्ट्री एरियामा कि भन्छ यो लाइब्रेरी एरियामा हो होइन अनि जुन चाहिँ हाम्रो युनिभर्सिटीमा चाहिँ एकदम सानो छ होइन सानो लाइब्रेरी पनि सानो छ लाइब्रेरी पनि सानो छ क्यान्टिन एरिया पनि एकदम सानो छ अनि जति पनि छ त्यहाँ चाहिँ नि अलरेडी यहीँको रेजिडेन्ट भनौँ अब यहीँको स्टुडेन्टहरूलाई चाहिँ बढी प्राथमिकता दिएर अनि उनीहरू चाहिँ अलरेडी त्यहाँनिर काम गर्दैछ अनि हाम्रो चाहिँ त्यो ठाउँमा केही पनि चान्स छैन लाइक यु क्यान गो एन्ड सर्च होइन एप्लिकेसन हुन्छ नि अब यो अन क्याम्पस जबहरूको लागि चाहिँ नि हजुरहरूले लाइक वेबसाइटमा गएर खोज्न सक्नुहुन्छ हजुरहरूले चाहिँ पाउनु हुँदैन अनि अहिले करेन्टली चाहिँ अब सुने बुझे अनुसार चाहिँ करेन्टली चाहिँ हाम्रोमा चाहिँ एउटा मात्रै हुन्छ नि अन क्याम्पस जब अपर्च्युनिटी छ त्यो भनेको चाहिँ नि असिस्टिङ टिचर होइन लाइक टिचरहरूलाई असिस्ट गर्ने हो भनेदेखि चाहिँ त्यो एउटा अपर्च्युनिटी छ अब त्यो चाहिँ हामी भर्खर आएको लाइक फ्रेसम्यानहरूलाई चाहिँ अलिकति गाह्रै हुन्छ वी आर नट द्याट फार होइन अब के हजुरहरू एकदम पढ्ने मान्छे एकदम जान्ने मान्छे हुन्छ भने चाहिँ इट इज फर यु होइन म जस्तोको लागि चाहिँ होइन म जस्तो एभरेज स्टुडेन्टको लागि चाहिँ त्यो होइन त्यही भएर अहिलेको लागि अपर्च्युनिटी भनेको चाहिँ त्यति नै हो टिचरहरूलाई असिस्ट गर्ने अनि आवरली लाइक पेमेन्टहरू हजुरले पाउनुहुन्छ अनि बाँकी कुरा भनेको अब यहाँ आइसकेपछि मान्छेहरूको लाइक आधी फोकस त काम गर्ने त अफकोर्स हुन्छ होइन काम गरेर घर नपठाउने नै भए पनि आफ्नो खर्च टार्नु चाहिँ आफै टार्छु भन्ने सोच त हुन्छ अफकोर्स हुन्छ नि होइन अनि त्यो गर्न नपाउँदाखेरि चाहिँ स्टुडेन्टहरू चाहिँ एकदम ट्रबलमा आउँछ अब के गर्ने त फेरि घरबाट मगाउनु पऱ्यो टेन्सन तनाव छुट्टै कुरा हुन्छ होइन त्यही भएर बाध्यताले नै म्याक्सिमम स्टुडेन्टहरूले चाहिँ अफ क्याम्पस कामहरू चाहिँ पाउँछन् जुन चाहिँ अस्टिनमा अहिले त्यो पाउन पनि एकदमै गाह्रो छ अलरेडी यहाँभन्दा हामीभन्दा सिनियर्सहरूले चाहिँ नि पाइसक्नुभयो अनि त्यसपछि गएर जो चाहिँ उहाँहरूको कन्ट्याक्टमा हुन्छ जो चाहिँ जसलाई चाहिँ उहाँहरूले रिफरेन्स गर्नुहुन्छ सबैजना रिफरलको थ्रुबाट चल्ने त हो नि होइन ल मेरो साथी छ मैले काम गर्दैछु मेरो साथीहरू छ नि मैले मेरो साथीहरू अफकोर्स हजुरहरू कसैले भन्दा म आफ्नो साथीलाई फर्स्टमा लाइक प्रायोरिटी दिन्छु नि त जेन्युन ह्युमन नेचरै हो भनौँ न त्यही भएर कामहरूको लाइक हुन्छ नि पाउनलाई चाहिँ एकदमै कम छ क्या हाम्रो युनिभर्सिटीमा चाहिँ नि काम नपाउनुको मेन रिजन पाउँदै नपाउनुको मेन रिजन भनेको चाहिँ नि सानो युनिभर्सिटी भएर हो अब इन्टर्नसिपहरूको कुरा गर्ने हो भनेदेखि चाहिँ फेरि इन्टर्नसिपहरू चाहिँ एकदम टन्नै छ होइन टन्नै नै छ इन्टर्नसिपहरू अब त्यो इन्टर्नसिप पनि लाइक
मोस्ट अफ द इन्टर्नसिप्स आर लाइक नन पेइङ इन्टर्नसिप के त्यो चाहिँ हामीलाई चाहिँ अब काम आउँछ कुनै ठाउँमा गएर कुनै बेला गएर त्यसको स्किल्स र त्यो सिकेको नलेज काम आउला तर लाइक अहिलेलाई हामीलाई चाहिँ करेन्टली चाहिँ पेड इन्टर्नसिपहरू चाहिँ बढी चाहिन्छ जुन चाहिँ हाम्रो युनिले चाहिँ अलिक प्रोभाइड गर्दैन सो के भन्छु भनेदेखि होइन यदि हजुर यहाँ अस्टिन या त ह्युस्टन युनिभर्सिटी नै आउँदै हुन्छ भन्दाखेरि आफ्नो फ्यामिलीलाई या त कसैलाई आफ्नो फेलो फ्रेन्ड्स जो सँगै आउँदै हुन्छ भने चाहिँ अन क्याम्पस जब चाहिँ यहाँ छैन नै भनेर आउनु छैन के त्यही भएर छैन नै सोचेर आउनु होइन अनि त्यसपछि गएर अब अफ क्याम्पस जबको लागि हुन्छ नि अब इट्स नट लिगल आई क्यान नट टक अबाउट इट अहिले फेरि धेरै यो घर फर्काउने कार्यक्रमहरू चल्दैछ त्यही भएर आई डोन्ट वान्ट टक अन दिस टपिक टु मच होइन त्यही भएर आफूलाई चाहिँ एकदम प्रिपेयर गरेर आउनु मैले पहिलेदेखि मेरो भिडियोहरूमा चाहिँ मैले भनि नै रहेको छु हजुरहरूलाई चाहिँ के भन्दैछु भनेदेखि चाहिँ प्लिज आफूलाई पुग्ने खर्च चाहिँ बोकेर आउनु होइन मिनिमम पनि $2500 चाहिँ आफूसँग चाहिँ लिएर आउनु क्यास सकेसम्म होइन किनकि इट्स कन हेल्प यु अलट के थाहा यहाँ आएर काम पाउनुहुन्छ कि हुँदैन होइन के हुन्छ यहाँको सर्कमस्टान्सेस भनेको यहीँ आएर थाहा हुन्छ कि कसको खप्परमा के लेखेको छ एट द मोमेन्ट यो ठाउँमा आइपुगिसकेपछि नै थाहा हुन्छ क्या त्यही सुरुमै आउने बित्तिकै केही हुने केही चमत्कार हुने त भन्ने त अफकोर्स हुँदैन त्यही भएर मैले हजुरहरूलाई सजेसन दिने भनेको चाहिँ के हो भनेदेखि चाहिँ कामै गर्छु सोचेर चाहिँ नआउनु अहिलेलाई चाहिँ बरु पढ्छु नै सोचेर आउनु फर्स्ट अफ अल त्यसपछि यहाँ आएर हजुरहरूको अब कतिजना चिनजान हुन्छ कतिजनाले हजुरहरूलाई रिफर गर्न सक्छन् होइन त्यो अनुसारले हुन्छ नि अब आजको यो भिडियो चाहिँ नि इट वाज लाइक अल अबाउट अन क्याम्पस जब अनि अलिकति केही गरी अन क्याम्पस जबहरू भएको भए चाहिँ यो भिडियो लम्बिन्थ्यो होला किनकि मैले हजुरहरूलाई क्राइटेरिया चाहिँ दिन सक्थेँ कि यो ठाउँमा चाहिँ अन क्याम्पस जबहरू लाइक हाम्रो युनिमा एभाइलेबल छ यो ठाउँमा एप्लाई गर्नु भनेर मैले भन्थेँ होला तर इन केस अफ आवर युनिभर्सिटी त्यो छैन कि अनि मैले यो भिडियो लम्बाउने कारण नै छैन किनकि अन क्याम्पस जब्सहरू नै छैन अब यदि हजुर टिचरलाई असिस्ट गर्न चाहनुहुन्छ भनेदेखि चाहिँ त्यो एउटा एप्लिकेसन चाहिँ खाली छ त्यो पनि अहिलेसम्म 25सम्म आई डोन्ट नो वाट्स गन ह्यापन होइन त्यही भएर अब हजुरहरूलाई चाहिँ लाइक इफ यु आर इन्ट्रेस्टेड यु क्यान ट्राई अन द्याट अब फर्दर देन देयर इज नो एनी अन क्याम्पस जब्स इन आवर युनिभर्सिटी इट्स भेरी स्याड टु हियर फर यु गाइज अल्सो अनि फर अस अल्सो किनकि इट्स बिङ हार्ड फर अस अनि अर्को कुरा लाइक यो कुरा चाहिँ अब मैले हजुरहरूलाई यो क्लिप हालेको अनुसार नै हजुरले हेर्न सक्नुहुन्छ नि त होइन लाइक यु क्यान सी लाइक यु क्यान सी द युनिभर्सिटी होइन म बोल्दा जहिले यस्तै हुन्छ यु गाइज नो त्यही भएर युनिभर्सिटी चाहिँ राम्रोसँग हेरेर बुझेर अब एप्लाई गरिसक्नु म भिजा लगाइसकेँ इट्स अन 1 पोइन्ट एउटा ठाउँमा छ त्यो कुरा होइन अनि अर्को कुरा यदि गरिसक्नु भएको छैन भनेदेखि चाहिँ नि आई वुड लाइक टु रिफर यु गाइज होइन अरू युनिभर्सिटीमा जहाँ चाहिँ अन क्याम्पस जबहरूको चाहिँ नि एभाइलेबिलिटी अलिक धेरै छ होइन अनि हाम्रो युनिमा अर्को पनि एउटा डिसएडभान्टेज चाहिँ के छ भनेदेखि आवर युनि डजन्ट प्रोभाइड एसएसएन के भन्छ भन्दाखेरि चाहिँ पहिला गएर कामको अन क्याम्पस त्यसपछि एसएसएन दिन्छु भन्छ अनि एसएसएनको लागि हामीले हाम्रो युनिभर्सिटीमा चाहिँ अन क्याम्पस कामहरू चाहिँ पाउँदैनौँ अन क्याम्पस काम नै प्रोभाइड नगरिसकेपछि हाउ कुड वी गेट एसएसएन होइन हामीले पाउने चान्सेस त छैन त्यही भएर माई नेक्स्ट भिडियो मेबी मलाई थाहा छैन मैले अब भिडियो कहिले अपलोड गर्छु गर्दिनँ होइन तर मेरो नेक्स्ट भिडियो चाहिँ नि पक्कै पनि लाइक इट मे गन यु मे लाइक हजुरहरूले चाहिँ मलाई अर्कै स्टेटमा देख्न पनि सक्नुहुनेछ नदेख्न पनि सक्नुहुनेछ हुनुहोस् होइन किनकि यहाँ अस्ट्रेलियनको सर्कमस्टान्सेसहरू चाहिँ अलिकति ठिक छैन इन्क्लुडिङ द युनिभर्सिटिज टु त्यही भएर यु गाइज प्लिज स्टे ट्युन फर लाइक एभ्री अपडेट्स होइन यदि मैले पनि केही भनिरहेको छु भनेदेखि अलिकति सुनिदिँदा केही पनि जाँदैन अलिकति थोरै भ्युज हुँदा पनि केही जाँदैन अनि अस्ति नैदेखि चाहिँ लाइक मेरो रिच पनि एकदम कम हुँदैछ मेबी बिकज अफ माई कन्सिस्टेन्सी जुन मैले दिइरहेको छैन तर नाउ आई एम ट्राइङ माई हार्ड कस्तो हुन्छ भन्दाखेरि भिडियो बनाउँछु लाइक एडिट गर्नु थालेपछि मलाई अल्छी लागेर आउँछु नि अल्छी चाहिँ भोलि गर्छु भन्छु भोलि पनि झ्याउ लाग्छ पर्सि गर्छु भन्छु पर्सि पनि झ्याउ लाग्छ अनि एक दिन जङ्गेर गर्छु त्यसपछि फेरि अर्को दिनदेखि मलाई झ्याउ लाग्छ तर फ्रम नाउ आइ एम नट गन डु द्याट एउटा सिम्पल ब्लग भए पनि आइ एम गन किप इट रेगुलर काइन्ड हुन्छ नि अब दिनदिनै चाहिँ आई कान्ट प्रमिस यु गाइस तर अप टु डेट हुन्छ नि मलाई चाहिँ नबिर्सिने गरी मलाई बिर्सिने गरी चाहिँ म हराउँदिनँ मलाई बिर्सिनु चाहिँ हुँदैन हजुरहरूले त्यही भएर सो दिस वाज अल फर दिस भिडियो अनि यो चाहिँ लाइक मेरो हजुर मोबाइल हल्यो
बट यो भिडियो चाहिँ नि स्पेसल्ली चाहिँ फर द्याट वान कमेन्टर हु लाइक सजेस्टेड मी अबाउट दिस टपिक होइन आई डोन्ट नो इफ इट इज लाइक टु लेट or एनिथिङ त्यही पनि जस्ट लाइक दिस यति नै हो होइन त्यही भएर सो गाइज see you at the next vlog. I'm gonna miss you guys किनकि म अलिकति खुसी हुने भनेको यही भ्लग बनाउँदा हो यही भ्लग एडिट गर्दा हो यही भ्लग एडिट गरेर अपलोड गर्दा हो कति लाइक आयो भनेर खोताल्दा हो कति कमेन्ट आयो भनेर खोताल्दा हो कति के आई एम अल इन्टु इट गाइज सो यदि केही क्वेसन्सहरू केही क्वेरिजहरू छ एकदम हजुरलाई क्युरियोसिटी भइरहेको छ अनि कसैको थ्रुबाट चाहिँ हजुरहरूले त्यो कुराहरू चाहिँ सुन्न पाइरहनु भएको छैन भने चाहिँ प्लिज आई विल लाइक लिङ्क माई फेसबुक अकाउन्ट होइन तर प्लिज अरू फाल्तु कुराहरूको लागि चाहिँ कोही एकदम धेरै मेसेज गरेर हैरान पार्नुहुन्छ यदि युएस रिलेटेड केही छ भने चाहिँ यु क्यान लाइक क्लियरली मेन्सन युएसए अनि आस्क मी योर क्वेसन डाइरेक्टली ढुक्क भएर आइ एम गन रिप्लाई यु गाइज सो आजको लागि चाहिँ नि यति नै सो एट द नेक्स्ट ब्लग टिल देन टेक केयर एन्ड स्टे सेफ Hi guys. High volume. Am I really that much?